हाम्रो बाउजूले चाहिँ हाल्दैछ रेडी अब खानुको लागि सबैलाई थालमा हाल्दैछ। अन्त हाम्रो सानो नानीले चाहिँ खाँदैछ देख्न सक्नुहुन्छ। सबैजना खानु थाल्यो खाँदैछ उता भाइहरू छ दाइ भाउजू। कस्तो लाग्यो भाउजू टेस्ट गर्नु त? दामी छ अरे। कस्तो छ पबिसा? मिठो छ भाइ। अब हाम्रो चटनी पनि चिसो पनि यता भात पनि किन अगाएन भने भात खाने यतै देख्न सक्नुहुन्छ। कस्तो लाग्यो तपाईँहरूले कमेन्टमा बताउनु होला।